यहाँ उल्लेख गरिएका जुत्ताको फिता बाँध्ने शूलेस विभिन्न तरिकाहरू यस प्रकार छन्। 1. स्ट्रेट लेसिङ। दुईवटा फितालाई सिधा रूपमा बुनेर लगाइन्छ। चबाउन सजिलो र सफा देखिने आल्छीहरूका लागि उत्तम। 2. फ्यासनेबल लेसिङ। फितालाई डिजाइन बनाएर बुन्छ, सफा, मिलेको र स्टाइलिश देखिन्छ। स्पोर्ट्स लक लेसिङ मेथड। व्यायाम गर्दा फिता नफुस्कियोस् भनेर कसेर बाँधिने तरिका, जुत्ता अझ सुरक्षित हुन्छ। बटरफ्लाइज बो लेसिङ मेथड। बटरफ्लाइज जस्तो आकार बन्छ, अलि जटिल तर धेरै आकर्षक, सुन्दरता मन पराउनेका लागि। नटलेस लेसिङ। देख्दा जटिल जस्तो लाग्छ तर सजिलो हुन्छ, बाँधेपछि गाँठो देखिँदैन। फ्यान्सी लेसिङ। दुई फिता एक अर्कालाई क्रस गर्दै बुन्छ, बाँधेपछि सुन्दर र आकर्षक देखिन्छ। सिंगल साइड रिभर्स लेसिङ मेथड। एकतर्फी उल्टो डिजाइन, स्टाइलिश र फरक देखिन चाहनेहरूका लागि। भर्सेटाइल लेसिङ। बहुउपयोगी शैली, सिकेपछि जुत्ता अझ परिष्कृत देखिन्छ। लकी लेसिङ। अलि जटिल डिजाइन, जुत्तालाई धेरै सजावटी बनाउँछ। फिगर 8 लेसिङ मेथड। फितालाई एक अर्कामा 8 आकारमा बुन्छ, बाँधेपछि देखाउन लायक आकर्षक शैली। तपाईँ अहिले कुन शैली प्रयोग गर्दै हुनुहुन्छ?